मत परिणामको विषयमा अलिकति भन्नु। मत परिणामको बारेमा त अब के अरे गनिसकेर भन्ने हो। अहिले प्रारम्भिक जुन अहिले गणना प्रारम्भिक त तपाईँहरूले सुनिराख्ने भएको छ त। प्रारम्भिक होइन, तपाईँहरूलाई दलहरूले कतिको चित्तबुझ्दो तरिकाले भएको छ छैन? यस्तो छ, अब चित्त बुझ्ने नबुझ्ने भन्ने त हामीको हो र, जनताले जसलाई भोट उसले जित्ने हो होइन। त्यसले गर्दाखेरि अब अहिले प्रारम्भिक उसमा चरणमा भन्नु अब के अरे यसै भन्न सकिने। अब मैले अघि फोन गरेर सोधेको 88,372 मत झर्याएर छ। त्यसमा त्यही 1,500 मत गर्दाखेरि अहिले नै यही भइहाल्छ भनेर चाहिँ हामी सक्ने स्थिति नै छ। जस हामी उठेको मध्ये 26 जना मध्ये एकजनाले जित्छ। देश यति बेला घन्टीमय भइरहेको अवस्था छ। 27 जना चाहिँ आइपुग्दैन जित्नलाई। हजुर, देश यति बेला घन्टीमय भइरहेको अवस्था छ। धरानमा पनि घन्टीमय हुन्छ भन्ने त्रासले संसदीय पार्टीका अध्यक्षज्यूलाई अलिकति त्रास परेको छ कि छैन? छैन, म कहाँ केको त्रास लिन्छु बित्था। मैले भनिनँ, म त सधैँभरि त्यो भन्छ नि मस्त मौलाना भने जस्तो क्या, ट्याक्कसँगको कुरा बुझ्नु भएन, ट्याक्कसँगको। तर त्यो देशभरि त्यस्तो भयो भने अन्तिम रिजल्ट पर्खिनुपर्छ। मैले त्यो पनि भनिरहेको छु। अब जहाँ 1 लाख मत झरेको छ त्यहाँ चाहिँ 15,000 गन्दाखेरि होइन, त्यो नाच्नुपर्ने स्थिति, निराश भइहाल्नुपर्ने स्थिति छैन। अन्तिम रिजल्ट पर्खौँ। इङ्ग्लिसमा भन्छ नि डु नट सेलिब्रेट टु अर्ली भन्छ, एन्ड डु नट प्यानिक पनि भन्छ कि होइन। आत्तिहाल्नुपर्ने, रमाइलो गरिहाल्नुपर्ने स्थिति छैन। अब तपाईँको छैन, बिस्तारै थाहा हुँदै जान्छ, बिस्तारै थाहा हुँदै जान्छ। संसदीय पार्टीले तपाईँले जित्नुभयो भने त श्रमदान अभियान व्यापक रूपमा फैलाउँछु भनि नै रहनु भएको छ। अब यदि बाइचान्स कुनै कदम कदाचित हार्नुभयो भने दार्चुलामा तपाईँले एउटा पुल बनाउँछु भनेर भन्नुभएको छ, के हुन्छ? जित्ने भन्ने कुरा अब यो के अरे लास्टसम्म पर्खौँ। हजुर, त्यसपछि भनौँ। अब तपाईँको चाहिँ चुनावको बेला प्रचार प्रसारमा त जो पनि जित्छु भनेको छ नि होइन, जो पनि जित्छु हार्छु भनेर त को लड्या हुन्छ र, त्यो स्पिरिटबाट हामीले बोलेको थियो। अब तर जित्ने हार्ने भन्ने कुरा चाहिँ त्यो बाकसमा आइसकेको छ होइन। जनताले जे भनेको छ त्यही कुरा मान्ने हामीले होइन। जनताले जिताइदिएको छ भने त्यो अनुसार होइन तपाईँको चाहिँ सदनमा गइन्छ, काम गरिन्छ। अब जनताले भनौँ न अब फरक खालको निर्णय गर्नु भएको छ भने त्यसलाई पनि फेरि नस्वीकारी तपाईँको चाहिँ धर छैन। हामी त तपाईँको पब्लिकभन्दा ठुलो त केही पनि हुँदैन होइन। यहाँ झगडा गरेर, हल्ला गरेर, धाँधली गरेर कोही फर्स्ट आउने होइन, मतदानबाट फर्स्ट आउने हो। त्यसले गर्दाखेरि त्यो कुराले लोकतन्त्रलाई सम्मान गर्छु म। र अब श्रमको कुरा भन्ने त अब श्रम संस्कृति भनेकै श्रम हो। हामी यो तपाईँको छैन के अरे सत्तामा हुँदा पनि सत्तामा नहुँदाखेरि पनि हाम्रो श्रमको तपाईँको छैन अभियान हाम्रो अगाडि बढ्छ नै। अझै राम्रो अब तपाईँको छैन कुराहरू पनि हुन्छ। अब धरानकैदेखि लिएर हरेक कुराहरूमा हामी अब सम्पूर्ण पार्टी परिचालन गर्छौँ देशैभरि। र जहाँ ढिलासुस्ती भएको छ, जहाँ अनियमितता भएको छ, यो कुरामा चाहिँ हामी व्यापक रूपमा लाग्छौँ। त्यस पछाडि श्रम संस्कृति भनेको चुनावको लागि मात्रै आएको हो या के हो भन्ने कुरा देखा परिहाल्छ। त्यो चिज हो। हामीलाई सत्तामै बस्नु पर्दैन परिवर्तन ल्याउनलाई। हामी अब सडक भन्दाखेरि फरक के अरे जान्छ होला मिनिङ होइन। आन्दोलन त हामी गर्दैन, तर जागरण एउटा ठुलो स्पिड जोस जागर छ। दार्चुलाको पुलको त्यो त हामी गर्छौँ। मैले घोषणा गरिसकेको छु। होइन, गर्दैन किन गर्छ? के बेला कसरी गर्छ भने पराजित भएपछि को पराजित भयो? त्यो त हेर्न बाँकी छ भन्दैछु त। पहिला मतगणना बनाउनु अब जनताको निर्णय भन्दा हामी ठुलो त कहाँ हुन्छ त। जनताले जे निर्णय गरेका छ त्यही निर्णयलाई चाहिँ हामीले स्वीकार्नुपर्छ। अब जनताले होइन अब धेरै कुराहरू छन् नि त होइन। भोलि यो देशै नराख्ने भन्ने निर्णय गरे पनि मैले मान्नै पर्छ होला। म एक्लैले जबरजस्ती पक्रिराखेर त हुँदैन। तर मेरो भाग पछि मात्र छ होला। झापा फासला स्पिरिट त घट्दैन मेरो हेर्नुहोस्। अब तपाईँले देख्नुहुन्छ नि मैले अघि के भने भन्दाखेरि अब हामी जहाँ जहाँ ढिला सुस्ती हुन्छ, जहाँ जहाँ विकास भएको छैन, अझ आक्रामक शैलीबाट सत्तालाई त हायल घायल बनाउँछ, सत्तालाई हाल घायल बनाउँछ, सदनमा पुगे पनि हाल घायल बनाउँछ, नपुगे पनि हाल घायल बनाउँछ। त्यो खालको जागरण र त्यो खालको काम गर्ने अब मैले चाहिँ प्लान बनाइरहेको छु है। खबरदारी यति धेरै हुन्छ हाम्रो ढिला सुस्तीदेखि लिएर हरेक कुरा सत्तालाई हाल घायल बनाउने भने सकिगयो हो। म सत्तामा पुगेँ भने डरलाग्दो काम गर्ने विचार होइन,
स्पिडमा डर लाग्दो भन्दा फेरि अरू विषय नजाओस्। तीव्र गतिमा नहुँदाखेरि पनि श्रम संस्कृतिले पूर्वदेखि पश्चिमसम्म नेपाल सरकारलाई हालकाल भन्दैछ। तपाईँले बालइन्साफ जहाँ उठ्छ हामी हराउँछौँ भनेर भन्नुभएको थियो होइन, तर त्यहाँ चुनाव समितिको लड्दै गर्दा त भन्छ, कसले भन्दैन त? रोहित कोही नै पनि होइन लड्दाखेरि तपाईँले पनि भन्नुपर्छ क्या सर, त्यो त सबैले भन्छौँ नि, तर जनताले हो नि त हामीले हराउने हो र। हामीले हाम्रो हातमा भए त म त सबैले हराइदिइहाल्थेँ नि, मैले सबै पाउ गरिदिइहाल्थेँ, तर मेरो हातमा छैन, जनताको हातमा छ। अब जनताको मतले उहाँलाई के गर्नुहुन्छ अहिलेसम्म त अब अहिलेसम्मको हुँदै प्रारम्भिक रुझान हो होइन, तथापि अब देशव्यापी रूपमा हेर्दाखेरि रासोपा नै अगाडि छ, अग्रता छ। त्यस्तो देखिरहेको छ। अब संघ संस्कृति पार्टीको पनि केही स्थानहरूमा केही क्षेत्रमा छ, तर एकदम न्यून छ। यसले तपाईँलाई कतिको हाम्रोमा पनि आउँछ, यहाँ हाम्रोमा पनि आउँछ। यो कुन वडाबाट 5 पुगेपछि हामी सबै अगाडि जान्छौँ जस्तो लाग्छ। लिड गर्नुहुन्छ? पहिला पनि यस्तै थियो, पहिला 1 देखि 4 सम्म चाहिँ किन मत घटेर अरूको 2000 आउँदा मेरो 200 आइरहेको होइन। संस्कृति पार्टीको 1 देखि 5 सम्म 1 देखि 4 वडासम्म चाहिँ मत घट्नुको कारण के? यस्तो छ, घटेको भन्दिनँ म, त्यो पनि पब्लिकलाई अब पब्लिकलाई छोडिदिन्छु म त के भन्छु। पब्लिकले यस्तो छ नि त, लोकतन्त्रमा त पब्लिकले जसलाई भोट दियो उसले त गर्ने हो होइन। पब्लिकले मलाई भोट अब को त के भयो त्यो चाहिँ अब 2 नम्बरलाई त्यो मतदाता 1 नम्बर मतदाता साथ उहाँ त्यतातिर गर्नुपर्छ होला, त्यो हाम्रो पकेट एरिया होइन कि जस्तो लाग्छ मलाई चाहिँ। केही छ अरू? यति होला।